इन्भेन्टरी 3 महिनामा हुन्छ हरेक स्टोरमा। परबाट खुल्ला छैन नि त ऊ परबाट यता परबाटै घुमेर जानुपर्छ। म इन्भेन्टरी सकेर फेरि 6:30-7 बजी आएर चाहिँ फेरि ड्युटी गर्नुपर्ने छ। यस्तै छ, परदेशमा गाह्रो छ साथीहरू। डर चाहिँ के को डर हुन्छ नि, गाडीले आएर हानिदिन्छ भन्ने चाहिँ डर हुन्छ कि उल्टो बाटो हुँदाखेरि। ड्राइभर हाम्रोमा राइटपट्टि हुन्छ भनेदेखि यहाँ चाहिँ ड्राइभर लेफ्ट साइडमा हुन्छ। अनि यो 12:28 हो, मेरो 12:76। अहिले जाँदै गरेको चाहिँ 53 हो। खै एक्लै हो? साइकल चलाउने बानी नभएर होला खुट्टा दुखेर अहिले म चाहिँ अब फेरि डोराउँदै हिँड्दैछु। अब भोलि बिहानसम्म यत्तिकै हो। रातभरि निन्द्राले गाह्रो छ साथीहरू। निन्द्राले झ्याप्पै बनाउँछ। विदेशमा पैसा कमाउनु गाह्रो छ। हेलो दर्शन, नमस्ते अनि सेवारो सम्पूर्ण साथीहरूलाई वेलकम टु माई न्यू एनदर ब्लग। र साथीहरू, हिजो मात्र एउटा इन्भेन्टरीमा गएर आएको। 12 बजीतिर आइएको थियो। रुममा आएर खाना पकाएर एकैछिन मात्र सुतेको थिएँ। फेरि इन्भेन्टरीमा जानुपर्ने भएर आज चाहिँ अब नजिकै छ। त्यही भएर यहाँ साथीको साइकल लिएर जाँदैछु होइन। इन्भेन्टरी 3 महिनामा हुन्छ हरेक स्टोरमा। अनि एकअर्काको स्टोरबाट स्टाफ पठाएर हेल्प गर्छ। र अब जाँदैछु म चाहिँ जाँदा यहाँ बाटोमा नि एउटा स्टोर छ। मेरो स्टोर चाहिँ कति सक्यो, म चाहिँ परबाट आएको होइन। मेरो स्टोर चाहिँ ऊ पर छ। स्टोरबाट निस्किसकेको छु। यहाँ नजिकै एउटा दोकान छ अर्को, त्योभन्दा अलिक टाढै छ अर्को। आधी घन्टा हिँडेर जाँदा चाहिँ 36 मिनटको बाटो रहेछ। साइकलमा चाहिँ छिटै पुग्छ अरे। त्यही भएर अहिले 12 बजेको छ। 12 बजीतिर निस्केको होइन। 12 बजेबाट इन्भेन्टरी सुरु हुन्छ। र यहाँ चाहिँ रोड बनिँदैछ, ब्लक छ। यहाँबाट परबाट खुल्ला छ कि छैन। परबाट खुल्ला छैन नि त ऊ परबाट यता परबाटै घुमेर जानुपर्छ। म यहाँ रोड ब्लक छ जस्तो छ। म यता रोड ब्लक छ जस्तो छ। म चाहिँ यताबाट घुमेर यहाँबाटै बाटो क्रस गरेर पारी नै जानु पर्यो। ल साथीहरू, रात परेको छ। रातिको 12 बजिसकेको छ। 12 बजेर 5-6 मिनट गइसकेको छ। अब भोलि बिहान 6, 6:30, 7 बज्छ इन्भेन्टरी सकिँदाखेरि। अनि फेरि सकेर पनि आएर इन्भेन्टरी सकेर फेरि 6:30-7 बजी आएर चाहिँ फेरि ड्युटी गर्नुपर्ने छ। यस्तै छ, परदेशमा गाह्रो छ साथीहरू। यहाँ पनि छन् त छैन रहेछ युटर्न मार्ने। तर अब साइकलले हिँड्ने मान्छेलाई के छ र, यहाँबाट अब ट्याट्टै साइकल उठाएर बोकेर चट्टै सार्दा हुन्छ। युटर्न रहेनछ यहाँ पनि। ल साथीहरू, अब म रोड पार गर्छु। अनि त्यस पछाडि फेरि भेटौँला है त। भिडियोसँग जोडिरहनु होला। ल साथीहरू, रोड चाहिँ क्रस गरेँ मैले। तर यो अब यहाँ त अब सबै वान वे रोड हो। बाटो चाहिँ उल्टो पर्यो। उताबाट चाहिँ आउने हो, जानुपर्ने चाहिँ म पारिबाटै हो। तर अब उताबाट बाटो रोड छ, बन्द छ भनेर चाहिँ यता आएँ।
बाटो चाहिँ उल्टो पर्ने पर्यो। त्यही पनि ल अब ठिकै छ, हिँड्दै बात गर्दै जाउँ हैन। लाग्यो इन्भेन्टरीतिर ड्युटीतिर, तर मेरो रोड चाहिँ उल्टो पर्यो। उताबाट जानुपर्ने, यताबाट साइकललाई त, तर साइकलले हिँड्नेलाई त ठिकै छ, केही पनि असर गर्दैन। केही पनि डर चाहिँ के को डर हुन्छ नि, गाडीले आएर हानिदिन्छ भन्ने चाहिँ डर हुन्छ कि उल्टो बाटो हुँदाखेरि। म उताबाट चाहिँ पारिबाट चाहिँ जानुपर्ने। यहाँ अलिकति परतिर बाटोमै एउटा स्टोर छ होइन, त्यो पनि देखाउने तपाईँहरूलाई। यहाँबाट चाहिँ झरेर हिँड्नु पर्यो। उताबाट आएको गाडीले ट्याक्क हान्दियो भने फेरि जिन्दगी बर्बाद बनाउँछ। यहाँको त अब गाडीको लाइन पनि उल्टो हुन्छ, सिट ड्राइभरको सिट पनि उल्टो हुन्छ। हाम्रोतिर लेफ्ट साइड हिँड्नुपर्छ भनेदेखि यहाँ चाहिँ अब राइट साइड चाहिँ हिँड्ने बाटो चाहिँ राइट साइड हुन्छ। ड्राइभर हाम्रोमा राइटपट्टि हुन्छ भनेदेखि यहाँ चाहिँ ड्राइभर लेफ्ट साइडमा हुन्छ। पर छ एउटा दोकान, यहाँ यो एउटा स्टोर चाहिँ यहीँ छ। हिजो म इन्भेन्टरीमा गएको कति नम्बर पो ट्याक्कै बिर्सेँ म नि, अब नयाँ नयाँ हो मलाई त्यति थाहा छैन। अनि यो 1228 हो, मेरो 1276। अहिले जाँदै गरेको चाहिँ 53 कति 53 हो। यहाँ छ एउटा दोकान चाहिँ, स्टोर चाहिँ। किसको दिया बोल्न खै एक्लै हो ल। एउटा स्टोर चाहिँ यहीँनिर छ। भाई कल भी इन्वेंटरी में गया, आज भी अब इन्वेंटरी में जा रहा हूँ। दिल पे नहीं जा रहा, वो नहीं जाएगा, मेरे को भेज दिया। क्या मुदीर यार, ब्लॉग दुकान का ब्लॉग बना रहा हूँ। हाँ हमारे स्टोर की जासूसी करने देख ले अपने बंदे के काम जासूसी कर रहा है हमारे स्टोर की। सबको कंप्लेन मार्दा काम है। ओके चल्दा हूँ भाइ। कति बज्यो छैन, त्यही भएर त दोहोऱ्याउँदै अलिअलि चढ्दै ल्याउँदैछु। त कहाँ छ बर्ने ठाउँ? नजिकै छ। सबको ब्लैकमेल करेगा उसके बाद। क्या क्या चीज़ अच्छी तरह से रखा है नहीं रखा है। ल यही हो मेरो चाहिँ। यहाँ साइकलमा अलिकति हावा छैन, साइकलमा हावा हाल्नु पर्यो। ल त्यही यहाँ साइकलमा अलिक हावा छैन, हावा हालिहाल्छु। साइकल चलाउने बानी नभएर होला खुट्टा दुखेर अहिले म चाहिँ अब फेरि डोराउँदै हिँड्दैछु। र अब यहाँबाट नयाँ हो म त, अब मलाई त्यति थाहा छैन। अनि यहाँ म्यापमा हेर्दै जाँदैछु। अब 15 मिनट
15 मिनटको बाटो देखाइरहेछ। अब भनेपछि लगभग 17-18 मिनटमा पुग्छु होला म। र यो चाहिँ अब साउथीको हाइवे हो। अब यो यहाँबाट फेरि यता देब्रेपट्टि घुमेर जानुपर्ने, फेरि पनि मेरो बाटो उल्टै पर्यो। फेरि पनि बाटो उल्टो पर्यो। यहाँ पनि यसरी अब ऊहरू प्लेन जाँदैछ। यहाँ एयरपोर्ट नजिकै छ। पारीबाट हो जानुपर्ने चाहिँ, फेरि पनि मेरो बाटो उल्टो नै पर्यो। त्यो पनि ठिकै छ। अब हाइवे भएको कारणले गर्दाखेरि गाडीले ठोकिदिन्छ यताउता भन्ने मात्र टेन्सन हो। त्यही हो, उताबाट हुर्केर आएको गाडीले हिर्काइदिन्छ भन्ने चाहिँ टेन्सन हुन्छ। ल त साथीहरू, भिडियोसँग जोडिरहनु होला। अब फेरि एकछिन साइकल हाँकेर जान्छु। अब दोकान चाहिँ आइपुग्न आँटे। धेरैमा साइकल चलाएर होला। साइकल चलाउने बानी छैन। खुट्टा गलेर पसिनाले गर्मी भएर पसिनाले छ्याप्पै भइसक्यो। यहाँ हरियो हरियो बोर्ड देख्दैछु। दोकान त्यही हो। पर एउटा हरियो लाइट बलिराखेको छ। त्यही स्टोरमा हो आज इन्भेन्टरी। अब 12:30-1 बज्न आँट्यो होला। अब भोलि बिहानसम्म यत्तिकै हो। रातभरि निन्द्राले गाह्रो छ साथीहरू। निन्द्राले झ्याप्पै बनाउँछ। एक-एकवटा सामान गर्नुपर्छ। अनि 100वटा 200वटा हुन्छ। कोही अब 40वटा 60वटा 70वटा गन्दा बिर्सिन्छ निन्द्राले। गन्यो लेख्ने बेलामा कति थियो त्यो जस्तो हुन्छ। सपना जस्तो भइराखेको हुन्छ। र अब यहाँ दोकानमा आइपुगेँ म। यही हो दोकान चाहिँ। यही स्टोरमा छ आज इन्भेन्टरी। ल साथीहरू, अब आइपुगेँ। अब एकछिनबाट भेटौँला फेरि। ल साथीहरू, फाइनली अब इन्भेन्टरी चाहिँ सकिसक्यो र म चाहिँ स्टोरबाट निस्किसकेँ। अहिले यहाँ बाटोमा छु, हाइवेमा। इन्भेन्टरी त कम्प्लिट त सकिएको छैन। कम्प्लिट चाहिँ भएको छैन। मेरो चाहिँ अब गएर फेरि ड्युटी गर्नुपर्ने छ। मेरो चाहिँ फेरि अब जाने, अब एकछिन सुत्ने अनि फेरि ड्युटी गर्नुपर्ने छ। त्यो भएर म चाहिँ अलिक छिटो हिँडेँ। अनि अब रिकाउन्टिङ फेरि एकचोटि गर्नुपर्छ। अनि मैले चाहिँ साथीहरूलाई छोडेर हिँडेँ। इन्भेन्टरी चाहिँ पुरै चाहिँ सकिसकेको छैन। अझै अब एकचोटि फेरि सर्टहरू आउँछ होइन। पुरा सर्ट आइराखेको हुन्छ। अनि फेरि एकचोटि कुन चिज चाहिँ अब सर्ट आएको हुन्छ। अनि त्यसलाई फेरि एकचोटि रिकाउन्टिङ गर्नुपर्छ। त्यसको लागि बस भन्दै थियो। अनि मेरो चाहिँ फेरि अब जाने, अनि फेरि अब 1 मिनट सुतेर चाहिँ ड्युटी गर्नुपर्ने छ। त्यही भएर म चाहिँ अब हिँडेँ। साथीहरूले अब रिकाउन्टिङ गरेर फेरि एकचोटि अब रिकाउन्टिङ गर्छ। अनि चाहिँ त्यहाँबाट चाहिँ
सकिन्छ ड्युटी। र अहिले चाहिँ अब बाटो सुनको परेको छ। ल त साथीहरू, अब यस्तै हो होइन, विदेशमा पैसा कमाउनु गाह्रो छ। दिनरात नभनिकन खटिनुपर्छ होइन। यस्तै छ साथीहरू। ल त अब आजको भ्लग पनि यति नै। र तपाईँहरूलाई मेरो भ्लग कस्तो लाग्छ होइन, मनपर्छ भनेदेखि लाइक गरिदिनु होला र केही सल्लाह सुझावको लागि कमेन्ट गरिदिनु होला र मेरो सुपा ब्लग युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। फेरि यस्तै अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजलाई चाहिँ बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, बाई बाई, सी यू अगेन नेक्स्ट भिडियो है त।